अहिलेको टाइममा चाहिँ सबैजना अनलाइन अर्निङ गर्न चाहन्छ। अब अनलाइन अर्निङको लागि यो एप चाहिँ एकदमै राम्रो रहेको छ। सो मैले यो एपमा चाहिँ एकदमै धेरै अर्निङ पनि गरेको छु अनि विथड्र पनि गरेको छु। जस्तो यहाँ देख्न सक्नुहुनेछ हजुरहरू, मेरो चाहिँ SVIP 11 रहेको छ अनि मेरो लेभल यहाँ देख्न सक्नुहुनेछ। लेभल यहाँ चाहिँ कति रहेको छ, मेरो लेभल चाहिँ 36 लेभल रहेको छ। सो मैले यो एपमा काम गरेर पैसा पनि यहाँबाट कमाएर विथड्र पनि गरेको छु, जस्तो कि म चाहिँ हजुरहरूलाई देखाउन चाहन्छु। सो यहाँ देख्न सक्नुहुनेछ, मैले यहाँबाट डलर पनि विथड्र गरेको छु अनि मैले आफ्नो यहाँ काम गरेर ई-सेवामा पनि पैसा निकालेको छु। सो हजुरहरूलाई यो एपमा चाहिँ फर्स्टमा नि बोनस मिल्नेछ वा बोनसको लागि के गर्नुपर्नेछ सबै कुरा यसै भिडियोमा बताउनेछु। सो हजुरहरूलाई फर्स्टमा चाहिँ एउटा काम गर्ने एकदमै जरुरी रहेको छ। अब कुन काम रहेको छ? सो सिम्पली हजुरहरू तल यहाँ चाहिँ मीमा क्लिक गर्नु होला। मीमा यहाँ चाहिँ क्लिक गर्नुपर्नेछ। सो सिम्पली हजुरहरू मीमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ जोइन एजेन्सी रहेको छ। सिम्पली जोइन एजेन्सीमा क्लिक गर्नुपर्नेछ। सो जोइन एजेन्सीमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ हजुरको फर्स्टमा चाहिँ यस्तो खालको इन्टरफेस आउनेछ। अब यहाँ चाहिँ एजेन्सी आइडी भनिरहेको छ। अब यहाँ चाहिँ कुन आइडी राख्ने? सो सिम्पली हजुरहरू मेरो आइडी हेर्नु होला कुन आइडी रहेको छ। सो यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ मेरो आइडी रहेको छ, 7 रहेको छ, 2227 रहेको छ। सो यो आइडी हेरेर हजुरहरू यसलाई चाहिँ कपी गर्नु होला अथवा यहाँ चाहिँ हेरेर चाहिँ त्यहाँ राख्नु होला। जस्ट यहाँबाट ब्याक जानु होला फेरि त्यही अप्सनमा। सो त्यसपछि यहाँ देख्न सक्नुहुनेछ अब यहाँ चाहिँ त्यही आइडी राख्नु होला। अनि यो आइडी राखेर यहाँ चाहिँ सर्चमा टच गर्नु होला। गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ मिस्टर खान भनेर आउनेछ। सिम्पली यो हेरेर चाहिँ कन्फर्म गरिदिनु होला। सो यति काम गर्नुभयो भने हजुरहरूको फर्स्ट काम चाहिँ कम्प्लिट भइसकेको छ। अब चाहिँ बोनस कसरी मिल्नेछ त? सिम्पली अब यो कम्प्लिट भइसकेको छ। अनि त्यसपछि यो एपमा हजुरहरूलाई फर्स्टमा चाहिँ बोनस कसरी मिल्नेछ? बोनस पाउनको लागि सिम्पली हजुरहरूलाई तल यहाँ चाहिँ मीमा टच गर्नुपर्नेछ। सो हजुरहरू फर्स्टमा चाहिँ मीमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ भेरिफाई नाउको अप्सन रहेको छ। सिम्पली भेरिफाई नाउमा क्लिक गर्नु होला। यहाँ देख्न सक्नुहुनेछ भेरिफाई नाउमा क्लिक गर्नुभयो भने यस्तो खालको इन्टरफेस आउनेछ कम्प्लिट भेरिफिकेसन। अनि यहाँ 3वटा स्पिन देख्न सक्नुहुनेछ। यो चाहिँ हजुरहरूको बोनस रहेको छ। अब यसले के हुन्छ भिडियोमा हेर्दै जानु होला। फर्स्टमा चाहिँ यो चाहिँ कम्प्लिट भेरिफिकेसनमा टच गर्नु होला। त्यो कम्प्लिट भेरिफिकेसनमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ भेरिफाई नाउको अप्सन रहेको छ। सिम्पली भेरिफाई नाउमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ चाहिँ आफ्नो फेस भेरिफाई गर्नुपर्नेछ। अब फेस चाहिँ किन भेरिफाई हुनेछ भने फेस भेरिफाई भयो भने हजुरहरूको एकाउन्ट चाहिँ एकदमै सिक्योर हुनेछ। त्यही भएर फेस भेरिफाई गर्न नबिर्सनु होला। सो यति काम गर्नुभयो भने हजुरहरूको एकाउन्ट चाहिँ भेरिफाई भइसकेको छ। सो यति काम गर्नुभयो भने हजुरहरूको एकाउन्ट चाहिँ भेरिफाई भइसकेको छ। अब चाहिँ बोनस कसरी मिल्नेछ त? अब यहाँबाट ब्याक जानु होला, एपलाई रिस्टार्ट गर्नु होला। सो अब चाहिँ बोनस कसरी मिल्नेछ त? बोनस पाउनको लागि सिम्पली हजुरहरूलाई तल यहाँ चाहिँ मीमा टच गर्नुपर्नेछ। फेरि सो अब चाहिँ फेस चाहिँ भेरिफाई भइसकेको छ, एकाउन्ट पनि भेरिफाई भइसकेको छ। अब सिम्पली यहाँ चाहिँ टास्क सेन्टरमा क्लिक गर्नुपर्नेछ। सिम्पली टास्क सेन्टरमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ चाहिँ गो टु अर्नमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ हजुरलाई फर्स्टमा चाहिँ 3वटा स्पिन मिल्नेछ। अब सिम्पली यहाँ चाहिँ जुन 3वटा स्पिन मिल्नेछ नि त्यही स्पिनलाई घुमाएर हजुरहरू यहाँबाट बोनस पाउनुहुनेछ। जस्तो कि यहाँ देख्न सक्नुहुनेछ मेरो अहिले चाहिँ 1 मिलियनको रहेको छ। हजुरहरूलाई फर्स्टमा चाहिँ $8 मिल्नेछ, 7-8 डलर मिल्नेछ। अनि अलि इन्भाइट गर्नुभयो भने यहाँबाट हजुरहरूलाई एकदमै राम्रो अर्निङ हुनेछ। जस्ट यो एपमा फुल्ली जानकारी कसरी मिल्नेछ, यो एपमा हजुरहरू राम्रोसँग अर्निङ कसरी गर्न सक्नुहुनेछ सबै जानकारी हुनेछ आजको यस भिडियोमा। यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नु होला। अब यो एपलाई हजुरहरू डाउनलोड कसरी गर्न सक्नुहुनेछ, एकाउन्ट कसरी क्रिएट गर्न सक्नुहुनेछ जसको बारेमा जानकारी दिनेछु। यो भिडियोलाई हेर्दै जानु होला। ओके, सो हजुरहरू पनि घरमा बसेर अनलाइन अर्निङ गर्न चाहनुहुन्छ भने एप लिङ्क यसै भिडियोको डिस्क्रिप्सन बक्समा हुनेछ। सिम्पली त्यहाँ क्लिक गरेर यो एपलाई डाउनलोड गर्नु होला। अनि यस्तै अर्निङ खालको भिडियोको लागि यो हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला। यो एपमा हजुरहरू काम गर्नुभयो भने आफूले काम गरेको पैसा आफ्नो ई-सेवामा खल्तीमा
बैंकमा पनि मिलिहाल्नेछ। जस्ट यो एप चाहिँ एकदमै राम्रो रहेको छ। सिम्पली यो एपमा काम गर्नको लागि एप लिङ्कमा क्लिक गर्नु होला। एप लिङ्क कहाँ हुनेछ? जस्ट यहाँ देख्न सक्नुहुनेछ। जुन भिडियो हजुर हेर्नुहुन्छ त्यसै भिडियोको यहाँ चाहिँ मोरमा चाहिँ क्लिक गर्नुपर्नेछ। जस्ट यहाँ क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ देख्न सक्नुहुनेछ यो चाहिँ हाम्रो कोड हुनेछ। जुन यहाँ चाहिँ कोड देख्नुहुनेछ हजुरहरू त्यो मेरो कोड हुनेछ। जुन भिडियो हेर्नुहुन्छ नि त्यसै भिडियोको डिस्क्रिप्सन बक्समा हुनेछ। जुन कोड हुनेछ त्यो युज गर्नु होला इन्भिटेसन कोडमा। जस्ट सिम्पली यहाँ चाहिँ एप लिङ्क रहेको छ। सिम्पली एप लिङ्कमा क्लिक गर्नु होला। हजुरहरू एप लिङ्कमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ यस्तो खालको इन्टरफेस आउनेछ। अब हजुरहरूको आइफोन रहेको छ तल क्लिक गर्नु होला। एन्ड्रोइड फोन रहेको छ प्ले स्टोरमा टच गर्नु होला। सिम्पली गुगल प्लेमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ चाहिँ प्ले स्टोर चुज गर्नु होला। त्यसपछि यहाँ देख्न सक्नुहुनेछ डाइरेक्ट प्ले स्टोरमा ल्याइदिनेछ। एपको नाम रहेको छ टाका रहेको छ। सिम्पली यो एपलाई डाउनलोड गरेर ओपेनमा क्लिक गर्नु होला। जस्ट ओपेनमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ यो एपमा हजुरहरूलाई काम गर्नको लागि फर्स्ट टाइम आफ्नो एकाउन्ट क्रिएट गर्नुपर्नेछ। एकाउन्टको लागि नम्बर रहेको छ। यहाँ चाहिँ गुगल रहेको छ। सिम्पली साइन इन विथ गुगलमा क्लिक गर्नु होला। साइन इन विथ गुगलमा क्लिक गर्नुभयो भने आफ्नो मोबाइलको सम्पूर्ण जिमेल सो हुनेछ। कुनै एउटा जिमेल राखेर आफ्नो एकाउन्ट क्रिएट गर्नु होला। जस्ट म चाहिँ आफ्नो जिमेल राखिदिनेछु। सो जिमेल राख्नुभयो भने यहाँ चाहिँ कन्ट्री चुज गर्नको लागि भन्नेछ। जस्ट आफ्नो कन्ट्री राख्नु होला। म चाहिँ नेपाल राखेर नेक्स्टमा क्लिक गरिदिनेछु। हजुरहरू पनि नेक्स्टमा क्लिक गर्नु होला। सो नेक्स्टमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ यहाँ चाहिँ आफ्नो ल्याङ्ग्वेज चुज गर्नको लागि भन्नेछ। जस्ट आफ्नो ल्याङ्ग्वेज चुज गर्नु होला। सिम्पली तल इङ्ग्लिस हुनेछ। इङ्ग्लिसमा चुज गरेर नेक्स्टमा क्लिक गरिदिनु होला। हो त्यसपछि यहाँ देख्न सक्नुहुनेछ जेन्डरको अप्सन रहेको छ। यहाँ चाहिँ इन्भिटेसन कोडको अप्सन रहेको छ। सो हजुरहरू मेल हुनुहुन्छ कि फिमेल हुनुहुन्छ यहाँ चाहिँ चुज गर्नु होला। अनि त्यसपछि यहाँ चाहिँ इन्भिटेसन कोड देख्न सक्नुहुनेछ। यो राख्न हजुरहरू नबिर्स्नु होला। यो कोड भिडियोको डिस्क्रिप्सन बक्समा पनि हुनेछ अनि यहाँ पनि हेरेर हजुरहरू राख्न सक्नुहुनेछ। जस्ट यो कोड राखेर हजुरहरू नेक्स्टमा क्लिक गर्नु होला। सो यति काम गर्नुभयो भने हजुरहरूको एकाउन्ट चाहिँ फुल्ली भेरिफाइड र फुल्ली एकाउन्ट बनिसकेको छ। अब यो एपमा हजुरहरू काम कसरी गर्न सक्नुहुनेछ? फर्स्टमा चाहिँ यो एपमा केटाको लागि लाइभ बस्नको लागि अथवा रुममा बस्नको लागि 5 लेभल कम्प्लिट गर्नुपर्नेछ। सो यो एपमा हजुरहरू केटीको आइडी बनाउनु भयो भने केटीको आइडीलाई चाहिँ एकदमै राम्रो अर्निङ हुनेछ र धेरै अर्निङ हुनेछ। सो अब चाहिँ केटा कसरी अर्निङ गर्न सक्छ, केटीको अर्निङ कसरी हुनेछ यो भिडियोमा सबै जानकारी दिनेछु। हेर्दै जानु होला। सो फर्स्टमा चाहिँ केटीको फेस भेरिफाई हुन बित्तिकै यहाँ चाहिँ सिम्पली यहाँ चाहिँ गो चार्टमा क्लिक गरेर त्यो लाइभ बस्न सक्नुहुनेछ अनि टास्क पनि गर्न सक्नुहुनेछ। टास्कमा चाहिँ 4000 टास्क मिल्नेछ। त्यही टास्क गरेर हजुरहरू मिनिमम 1 लाख बिन्स पुगाउनु भयो भने यहाँबाट हजुरहरूलाई 1500 रुपियाँ मिल्नेछ नेपाली। 1400-1500 मिल्नेछ। सो 1 लाख बिन्स पुगाउनु भयो भने यहाँबाट हजुरहरूको मजाले चाहिँ 1400-1500 रुपियाँ मिलिहाल्नेछ। यो चाहिँ केटीको लागि हुनेछ। केटीलाई फर्स्ट टाइममा नै टास्क मिल्नेछ। अब केटा चाहिँ अर्निङ कसरी गर्नेछ त यहाँ देख्न सक्नुहुनेछ गेम रहेको छ। सो हजुरहरू चाहनुभयो भने यहाँबाट गेम पनि खेलेर अलिअलि गेम पनि खेलेर यहाँबाट अर्निङ गरेर कोइनलाई विथड्र गर्न सक्नुहुनेछ। यो चाहिँ कोइन रहेको छ। हजुरहरूको कोइन भयो भने यहाँबाट कोइनलाई पनि विथड्र गर्न सक्नुहुनेछ। जस्ट यस्तै रहेको छ। अनि यहाँ चाहिँ अरू मान्छेको देख्न सक्नुहुन्छ लक्की पोर्टली राखेको छ। यो रुममा गएर सिटमा बसेर पनि सिटमा बस्नु भयो भने यहाँबाट हजुरलाई गिफ्ट मिल्नेछ। त्यो गिफ्टमा पनि अर्निङ हुनेछ। अनि यहाँ चाहिँ लक्की ब्याग देख्न सक्नुहुनेछ। त्यो ब्याग पनि ओपन गर्नुभयो भने यहाँबाट कोइन मिल्नेछ। सो यस्तै रहेको छ। अनि यहाँबाट देख्न सक्नुहुनेछ यो एपमा हजुर इन्भाइट गर्नुभयो भने इन्भाइट गर्नुभयो भने यहाँबाट इन्भाइटको अर्निङ चाहिँ एकदमै धेरै रहेको छ। जस्ट टास्क सेन्टरमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ चाहिँ गो टु अर्नमा क्लिक गर्नु होला। सो यो एपमा हजुर इन्भाइट गर्न नबिर्स्नु होला। जस्ट इन्भाइट फ्रेन्डमा क्लिक गरेर व्हाट्सएपमा फेसबुकमा अथवा आफ्नो लिङ्क कपी गरेर सोसियल मिडियामा अथवा आफ्नो साथीभाइलाई इन्भाइट गर्न सक्नुहुनेछ। सो इन्भाइट गर्नुभयो भने यहाँबाट हजुरहरूलाई 80K बिन्स, 2 लाख बिन्स, 5 लाख बिन्स, 1 मिलियन बिन्स मिल्नेछ। जस्तो कि ऱ्याङ्कमा क्लिक गर्नुभयो भने यहाँ देख्न सक्नुहुनेछ मैले यहाँबाट कैसट गरेको छु। 1,51,80,000 कैसट गरेको छु। मिस्टर खान रहेको छ। यो मेरो रहेको छ।
सो यसरी हजुरहरू पनि इन्भाइट गरेर यहाँबाट एकदमै राम्रो अर्निङ गर्न सक्नुहुनेछ। यहाँ चाहिँ स्पिन मिल्ने चाहिँ इन्भाइट गर्नुभयो भने यहाँबाट स्पिन मिल्नेछ। यही स्पिन घुमाएर यहाँबाट हजुरहरू कैसट गर्न सक्नुहुनेछ। सो यस्तै रहेको छ। यो एपमा हजुरहरू मजाले काम गर्नु होला। अनि केटीको आइडी भयो भने यहाँबाट टास्कको अप्सन आउनेछ। टास्कमा गएर आफ्नो टास्क गर्नु होला अनि अर्निङ गर्नु होला। सो यस्तै हो। अनि यहाँबाट गेम पनि खेल्न सक्नुहुनेछ। अरूको रूपमा पनि गिफ्टिङ पाएर पनि अर्निङ हुनेछ। सो सिम्पली यहाँ देख्न सक्नुहुनेछ यस्तै रहेको छ। नि यो एपमा हजुरहरू आफूले काम गरेको पैसा विड्रोको लागि सिम्पली बिन्समा क्लिक गर्नुपर्नेछ। बिन्सले डाइरेक्ट विड्रो हुनेछ र कोइनले हजुरहरू अरू मान्छेलाई दिएर विड्रो लिन सक्नुहुनेछ। अनि यस्तै यहाँबाट आफ्नो एकाउन्टमा गएर आफ्नो एकाउन्टलाई सेटअप गर्न सक्नुहुनेछ, नम्बर एड गर्न सक्नुहुनेछ। जस्ट कैसटमा क्लिक गर्नु होला। अनि त्यसपछि यहाँ चाहिँ साइडपट्टिमा देख्न सक्नुहुनेछ कैसट रहेको छ। सिम्पली कैसटमा क्लिक गर्नु होला। यहाँ चुज गरेर एनपिआर चुज गर्नु होला। अनि त्यसपछि सेलेक्ट मेथड रहेको छ, पेमेन्ट मेथड रहेको छ, ई-सेवा रहेको छ, खल्ती रहेको छ, बैंक रहेको छ। यहाँ चाहिँ मिनिमम 1 लाख बिन्स विड्रो हुनेछ। 1 लाख बिन्स पुग्यो भने यहाँबाट हजुरहरू मजाले चाहिँ यहाँबाट विड्रो गर्न सक्नुहुनेछ आफ्नो ई-सेवामा, खल्तीमा, बैंकमा। त्यसपछि यहाँ चाहिँ आफ्नो नाम राख्नु होला, ई-सेवा नाम र नम्बर राख्नु होला। विड्रोमा क्लिक गरिदिनु होला। हजुरको विड्रो चाहिँ छिटै नै भइहाल्नेछ। मैले यहाँबाट काम गरेर धेरै पटक यहाँबाट विड्रो लिइसकेको छु। जस्ट यहाँ देख्न सक्नुहुनेछ। सो यस्तै रहेको छ। यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। अनि यस्तै अन्य खालको भिडियोको लागि यो हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। केही कुरा नबुझ्नु भएको छ भने मलाई कमेन्ट पनि गर्न सक्नुहुनेछ।